मिति 2026 जुलाई 3 तारिक, एक विशेष दिन, एक सम्झनाले भरिएको क्षण। कहिले यही भुटानी शरणार्थी शिविरमा सङ्घर्षपूर्ण जीवन बिताएका हेम बलम्पाकी मगर र कल्पना मगर आज हजारौं माइल टाढा अमेरिका जस्तो देशमा पुनर्वास भइसक्दा पनि आफ्नै भुटानी शरणार्थी शिविर, आफ्नै माटो र आफ्नै मान्छेहरूप्रतिको माया भने कहिल्यै कम भएन। भुटानी शरणार्थी शिविर बेलडाङ्गी घुम्ने आउने क्रममा आफ्नै 20औं वैवाहिक वर्षगाँठको अवसर पारेर उहाँहरूले शिविरका 64 घर परिवारलाई राहत वितरण गर्नुभयो। यो केवल सहयोग मात्र थिएन, यो थियो सम्झना, माया र अपनत्वको साँचो उदाहरण। उक्त कार्यक्रम भुटानी शरणार्थी शिविर बेलडाङ्गी स्थित एसएमसी कार्यालयको प्राङ्गणमा सम्पन्न भएको हो, जहाँ एसएमसीले उहाँहरूलाई खादा ओढाएर सम्मान समेत गरेको थियो। राहत वितरणकै क्रममा भुटानी शरणार्थी शिविर बेलडाङ्गीका एसएमसी सचिव श्री सञ्चहाङ सुब्बाज्यूले दाता परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, म यस्तो एउटा मानवीय सपोर्ट, एउटा मानवीय सहयोगको लागि म हेमसरको एन्टायर फ्यामिली मलाई लट्स अफ थ्याङ्क्स भन्न चाहन्छु। तपाईँको सहयोग हेर्दा त्यस्तो धेरै देखिन्न होला, तर यो सहयोग साँच्चै नै जोख्ने हो भने जोख्ने कार्य। त्यसले गर्दा यस्तो अमूल्य कार्यमा तपाईँ जुटिदिनु भएकोमा तपाईँको फ्यामिलीलाई, तपाईँ र तपाईँको परिवारलाई मुरी धन्यवाद दिन चाहन्छु। र तपाईँले यसरी आफ्नो वैवाहिक सम्बन्ध एउटा एनिभर्सरीलाई मिस गर्दै आफू 20 वर्षसम्म यस्तो सम्बन्धमा बसाको सम्झना गर्दै आफ्नो यो यस्तो कार्यक्रम गरिदिनु भएकोमा हामी विश गर्न चाहन्छौँ। तपाईँको यो सम्बन्ध यो जुनीलाई मात्र नभएर अरू जुनीसम्म पनि तपाईँको कायम रहोस् भन्दै म यो कार्यको लागि लट्स अफ थ्याङ्क्स, ह्याप्पी एनिभर्सरी 20 ह्याप्पी एनिभर्सरी हेमसर र कल्पनालाई लट्स अफ थ्याङ्क्स। अहिले भुटानी शरणार्थी बस्तीमा कुनै पनि सङ्घ संस्थाबाट नियमित राहत नभएको अवस्थामा यस्ता मानवीय कार्यहरूले भुटानी शरणार्थीवासीहरूलाई एक्लोपनको महसुस हुन दिँदैन। यसले उनीहरूलाई अझै पनि कोही छ, सम्झनेहरू छन्, साथ दिनेहरू छन् भन्ने आशा र हवसला दिन्छ। यस्ता सानोदेखि नै सहयोगहरू वास्तवमा ठूलो आधार बन्ने गर्छन्, मनोबल बढाउने, सम्बन्ध जोड्ने र समुदायलाई जिउँदो राख्ने। विदेशमा बस्दा पनि आफ्नै भुटानी शरणार्थी शिविरलाई नबिर्सिने यस्ता उदाहरणहरूले हामी सबैलाई केही सिकाउँछ। सहयोग सानो होस् या ठूलो, भावना सधैँ ठूलो हुन्छ। यस्तै प्रेरणादायी खबरहरूका लागि बेलडाङ्गी अनलाइन खबरलाई फलो, लाइक र शेयर गर्न नभुल्नुहोस्। तपाईको एउटा शेयरले भुटानी शरणार्थी शिविरका यस्ता सकारात्मक कथाहरू अझ धेरैसम्म पुग्न सक्छ।